नेपाली टिम मनोबल बढाउन प्रयास गरेका थिए र तयार छ पेनाल्टी प्रहारका लागि। दुवै टिम पेनाल्टी प्रहारका लागि मैदान प्रवेश गरिसकेका छन्। पेनाल्टी प्रहार यस प्रतियोगितामा दोस्रो पटक हुँदैछ। टाइब्रेकर यसअघि सेमिफाइनलमा भारतले बंगलादेशलाई पनि टाइब्रेकरमा अझ भनौं सडे डेथमा पराजित गरेको थियो। आज उपाधिको छिनोफानो पनि टाइब्रेकरसम्म पुगेको छ। यदि टाइब्रेकरमा 5-5 सुरुमा 5-5 खेलाडीले प्रहार गर्नेछन्, यदि सो प्रहार भित्रमा रिजल्ट नआएमा खेल सडन डेथमा पुग्नेछ। त्यसपछि एक एक खेलाडीले प्रहार गर्नेछन् र जसले मिस गर्यो त्यो टिमले हार्नेछ। सडन डेथमा पुगेपछि यहाँ सुरुमा भारतले प्रहार गर्नेछ। पेनाल्टी प्रहारका लागि सुरुमा भारतीय खेलाडी मैदान प्रवेश गरेका छन्। जर्सी नम्बर 10 का खेलाडी मैदान प्रवेश गरेका छन्। मोइनुद्दिन निर्धारित 90 मिनेटमा सब्स्टिट्युटका रूपमा मैदान प्रवेश गरेका थिए। लाल खार्लुकीको स्थानमा मोइनुद्दिन। सोजित गुरुङ पहिलो पेनाल्टी साफ अन्डर-19 च्याम्पियनशिपको फाइनलको पहिलो संस्करणको फाइनलको पहिलो पेनाल्टी मोइनुद्दिन प्रहारका लागि गएका छन्। सोजित गुरुङ छन्। मोइनुद्दिन सिटी भइसकेको छ। मोइनुद्दिन प्रहार र बाहिरिएको छ। रोक्न सफल भएका छन् सोजित गुरुङ। वाट अ सेभ! निकै राम्रो बचाउ गरेका छन्। पहिलो प्रहार नै मोइनुद्दिनको सोजित गुरुङले रोक्न सफल भएका छन्। अब नेपालको पालो। हेमन्त थापा मगर र गोल गर्न सफल भएका छन्। हेमन्त थापा मगर गोल गर्न सफल भएका छन्। हेमन्त थापा मगर 1-0 को लिड बनाएको छ नेपाली टिमले। मोइनुद्दिनको प्रहारलाई रोकेका थिए सोजित गुरुङले र हेमन्त थापा मगरले गोल गर्न सफल भएका छन्। अब दोस्रो प्रहारका लागि भारतीय टिमका खेलाडी गएका छन्। जर्सी नम्बर 29 का खेलाडी एडेन हेक्सन फर्नान्डेस गएका छन्। उनी पनि सब्स्टिट्युट प्लेयर भएका थिए। दोस्रो हाफमा कमलप्रीत सिंहको स्थानमा मैदान प्रवेश गरेका थिए सोजित गुरुङ। यसपटक के चमत्कार गर्छन् सोजित गुरुङले। प्रेसर बढेको छ इन्डियन टिमलाई। 1-0 ले पछि परिसकेको छ। फर्नान्डेसको प्रहार तर गोलमा परिणत भएको छ। खेल बराबरी गरेको छ तर एक शट प्रहार गर्न बाँकी छ नेपाली टिमलाई। नेपालको प्रहारका लागि सुनिल बल गएका छन्। पेनाल्टी प्रहारका लागि एक गोलको बराबरी भएको छ। त्यसो त नेपालले एक प्रहार गर्न बाँकी छ। सुनिल बल सहायक बढाई
सुनिल बल प्रहारका लागि तयार छन्। सुनिल बलको प्रहार गोलमा परिणत भएको छ र 2-1 को अग्रता बनाएको छ। टिमले पेनाल्टी सुटआउटमा डाइरेक्सन पत्ता लगाएका थिए भारतीय गोलकिपरले, तर बलको स्पिडलाई उनले रोक्न सकेनन्। भारतको पालो। सप्ताह गौली गएका छन्, डिफेन्डर सप्ताह गौली। हामी फेरि हेर्न सक्छौँ, केही बेर अगाडिको दृश्य थियो यो। सुनिल बलको प्रहार गोलमा परिणत भएको थियो। गोल च्यापेर प्रहार गरेका थिए उनले। सप्ताहको प्रहार सजित गुरुङ। सप्ताहको प्रहार गोलमा परिणत भएको छ र 2-2 को बराबरी गरेको छ। अझै एक शट प्रहार गर्न बाँकी छ। एक शट कम प्रहार गरेको छ नेपाली टिमले। यस पटक गएका छन् विश्वास श्रेष्ठ। छरिता खेलाडी निर्धारित 90 मिनटमा निकै उत्कृष्ट प्रदर्शन गरेका थिए टिमबाट र यसपटक पेनाल्टी प्रहार। पक्कै पनि केही हदसम्म नर्भसनेस त हुन्छ टिममा, प्लेयरमा कन्फिडेन्स देखिएका छन् अहिलेसम्म। मराईलाई अनि चुनौती छ उनको प्रहार रोक्न। सुनिल बलले गोल गरिसकेका छन्। अब विश्वास श्रेष्ठ र गोल गर्न सफल भएका छन् सहज रूपमा। 3 प्रहारमा 3 प्रहार पोस्टमा पुर्याएको छ नेपाली टिमले र 3-2 को अग्रता बनाएको छ अहिलेसम्म। 3-3 प्रहार भएका छन्। अब फेरि भारतको प्रहार कप्तान डेनियल गएका छन्। भारतीय टिमका कप्तान डेनियल। दर्शकमा उमङ्ग थपिएको छ। डेनियल र गोलमा परिणत भएको छ। डेनियलको प्रहार सोजित गुरुङको हातमा छोएर पनि गोलमा परिणत भएको छ। डेनियल 3-3 मा पुगेको छ स्कोर संख्या, तर 1 प्रहार कम हानेको छ नेपालले। अझै पनि नेपाल चौथो प्रहारका लागि गएको छ। नेपालको प्रहारका लागि गएका छन् जर्सी नम्बर 15 का खेलाडी जोना थापा। उनको प्रहारले उन्मोड लिने हो। जोना थापाले पनि गोल गर्न सफल भएका छन्। अब अन्तिम प्रहारका लागि भारतीय टिमका खेलाडी जाँदैछन्। यदि यो प्रहार भारतले गोलमा परिणत गर्न सकेमा र अन्तिम प्रहार जुन 5 प्लेयरले गर्छ त्यसमा पनि नेपालले गोल गरेमा नेपाल विजयी हुनेछ 5-4ले। अथवा अहिलेको प्रहार यदि बाहिरिएको खण्डमा भारतीय टिमको सहभाग गएका छन् प्रहारका लागि। भारतीय टिमको सहभागको प्रहार बाहिरिएको खण्डमा नेपाल स्वतः विजयी हुनेछ। त्यो पनि 4-3ले। एक प्रहार नहान्दै नेपाल विजयी हुनेछ। सहबाज भारतको अन्तिम प्रहार र गोल गर्न सफल भएका छन्।
अनन्त तामाङ आएका छन् नेपालको प्रहारका लागि। निर्धारित 5 को अन्तिम प्रहार। अब नेपालको जितमा अनन्त तामाङको हातमा रहेको छ। यदि उनले यो प्रहारलाई गोलमा परिणत गर्न सकेको खण्डमा नेपालले उपाधि जित्नेछ। यदि बाहिरिएको खण्डमा सडन डेथमा प्रवेश गर्नेछ आजको खेलको नतिजा। अनन्त तामाङ कप्तानको जिम्मेवारी पछिल्लो 5-6 मिनट उनले कप्तानी गरेका थिए। विमल घरती मगर बाहिरिएपछि अनन्त तामाङ र गोल गर्न सफल भएको छ नेपाल। साफ अन्डर-19 च्याम्पियनसिपको पहिलो संस्करणको विजेता बनेको छ। नेपालले घरेलु मैदानमा उपाधि राख्न सफल भएको छ। खुसी छ टिम, खुसी छन् दर्शक र खुसी छन् सम्पूर्ण समर्थक। चुकाउन पुगेको छ भारतीय टिम। हामी फेरि हेर्न सक्छौं सोजित गुरुङले सुरुमा नै मोइनुद्दिनको प्रहारलाई विफल बनाइदिएका थिए, जसका कारण अनन्त तामाङको यो प्रहार अन्तिम प्रहार, जसका कारण नेपाली टिम च्याम्पियन बनेको छ। खुसी छ दर्शक माझ। हामी हेर्न सक्छौं विश्वास श्रेष्ठ रमाल गरिरहेका छन्। निकै नै सफल भएको छ। सन् 1993 मा सिनियर साफ च्याम्पियनसिप जितेको थियो। त्यसपछि अनअफिसियल भए पनि सन् 2002 मा एफसी अन्डर 14 फेस्टिभलको उपाधि जितेको थियो। तर उमेर समूहमा अफिसियली रूपमा नेपालले पहिलो पटक उपाधि जितेको छ। गोपाल महर्जन सफल कप्तान, सफल प्रशिक्षक। विमल घरती मगर सफल कप्तान। What a win for Nepal.